यो देशमा अब दुईवटा विचारको पार्टी मात्रै जरुरी छ। एउटा क्यापिटलिस्ट पार्टी रहि नै राख्छ, त्यो कांग्रेस हो। कांग्रेसले नेतृत्व गर्छ, यो पुँजीवादी पार्टी यसको नेतृत्व गर्छ। वामपन्थी र प्रगतिशील विचारधारा बोक्ने र उत्पीडित वर्गलाई केन्द्रीकरण गर्ने एउटा वाम शक्ति जरुरी छ। नेपालमा वामपन्थी सोच राखेर विभाजित भएका थुप्रै पसलहरू भए, त्यो पसललाई मर्ज गर्न जरुरी छ र एउटै वामपन्थी पार्टी निर्माण गर्न जरुरी छ। 2074 सालको चाहिँ चुनाव पश्चात भएको नेकपाको जुन केन्द्रीकरण छ, त्यो विशेष गरी केपी ओलीको चाहिँ विध्वंसकारी सोच, त्यो यो कम्युनिस्ट आन्दोलनमा मलाई लाग्छ नराम्रो अक्षरले लेखिन्छ जस्तो लाग्छ केपी ओलीको नाम। जहाँ गएर विघटन हुने स्थिति बन्यो, त्यो विघटन हुने स्थितिलाई अहिले नेकपा माओवादी केन्द्र केन्द्रित गर्न चाहन्छ। त्यसो गर्दा अहिले देशमा भएका विशेष गरी एकीकृत समाजवादी लगायतका नेसपा लगायतको जो पार्टीहरू छ, त्यो पार्टीको एकीकरण सम्भवतः केही हप्ताभित्रमा त्यो एकीकरण हामी गर्दैछौँ। त्यो एकीकरणको मार्ग हामी नेकपा एमालेका सम्पूर्ण प्रगतिशील शक्तिहरूलाई पनि हामी आह्वान गरिराखेका छौँ कि अब यहाँ नामको बारेमा, चिन्हको बारेमा ज्यान नफालौँ, हाम्रो परिवर्तनको एजेन्डाको बारेमा ज्यान फालौँ। ज्यानै फाल्ने भए हामी एजेन्डाको बारेमा लडौँ। तपाईको सूर्य, तपाईको एमाले, मेरो माओवादी केन्द्र, मेरो हँसिया हथौडा, अर्कोको कलम, अर्कोको त्यो सबको दिमागबाट डिलिट गरौँ। यो देशमा कुनै परिवर्तन दिने हो भने एक ठाउँ केन्द्रीकरण हौँ भन्ने कुराको अहिले अपिल पनि गरिराखेका छौँ, हामी पहल पनि गरिराखेका छौँ। र त्यही सन्दर्भमा अहिले चाहिँ हाम्रो वामपन्थीहरूको एकताको प्रक्रिया सुरुवात भएको छ। हामी त्यसलाई केन्द्रीकरण गर्न चाहन्छौँ।